हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामीसँग मिस्ट्री गिफ्ट पनि छँदैछ। अनि हामीहरू अस्ति सुरु गरेको थियौँ अल्फाबेटको है, वानदेखि सरी एदेखि जेडसम्मको लागि। जम्मा गरी हामीसँग 35जना दिदी हुनुहुँदो छ। एन्ड अब म के गर्न गइरहेको छु भन्दाखेरि पट्याउन गइरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ है, यो ट्रान्सपेरेन्सको लागि मैले भिडियो पनि रेकर्ड गरिरहेको छु। म पट्याउन गइरहेको छु। प्लिज तपाईँहरू काम भएर है एकछिन हेरिदिनु होला, किनकि हाम्रो भिडियोले है ट्रान्सपेरेन्सीको बारेमा चाहिँ अलिकति हामी महत्त्वपूर्ण है ध्यान दिनेवाला छौँ। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, यो मैले नाम प्लस तपाईँको आइडीको नाम, यो जिमेल यो आइडी थियो है, आइडीको नाम प्लस यो तपाईँको नम्बर हो। एन्ड यो जम्मै नम्बर म पठाउँदैछु। प्लिज तपाईँहरू अलिकति थोरैबाट हेरिदिनु होला है, धेरै बेर लाग्दैन, 1-2 मिनट लाग्छ। 1-2 मिनट भित्र पनि बस्नु होला। हाम्रो मिस्टी बक्स यहाँनिर छ है। यो पाउनेले चाहिँ तपाईँ भोलि तपाईँ 9 देखि 9:30 को बिचमा चाहिँ हामीलाई तपाईँले कमेन्टमै सुरुमा कन्ट्याक्ट गरेर मात्रै आउनु होला। त्यो यो ठाउँमा गएर त्यो अस्ति नगरिदिनु होला। अस्ति पनि तपाईँहरूलाई मैले एक ठाउँ बोलाएको छु, तपाईँले मलाई कन्ट्याक्टै गर्नु भएन, अनि भोलिपल्ट लागेको थियो। त्यही भएर यो चाहिँ यो छ नि, जुन यो प्राइस तपाईँले भोलि चाहिँ तपाईँ पाउनुहुन्छ। भोलि चाहिँ 9 र 9:30 को बिचमा मलाई कन्ट्याक्ट गर्नु होला। कन्ट्याक्ट कहाँबाट गर्नुहुन्छ भन्दाखेरि तपाईँले मेसेजमा गर्नु होला है। जो विनर हुनुहुन्छ नि, विनरलाई चाहिँ मलाई मेसेज गर्नु होला। तपाईँलाई म त्यतिखेरै लोकेसन भन्नेवाला छु। धेरै छैन, अब सकिहाल्यो। फास्ट गरिरहेको छु त, म फास्ट गरिरहेको छु। त्यति छैन, 35वटा मात्रै छ, वेट गर्नु होला। प्रतीक्षाको फल के हुन्छ, धेरै मिठो हुन्छ। तपाईँहरू आज को लकी विनर हुनुहुन्छ है, प्लिज तपाईँले हामीसँग अब कतिवटा 6वटा बाँकी छ। ल, मैले चाहिँ पठाइसकेको छु। अब यो मिक्स गर्न गएँ मैले, हेर्नुहोस् है। र पनि एकदम हातमा हालेर मिक्स गराउँछु ल। तपाईँहरूलाई यदि यहाँ कसैले लुकाएको छैन, कसैले केही गरेको छैन। ल, म चाहिँ यसरी छोडिदिइरहेको छु। मैले एउटा नानीलाई बोलाएको छु है। नानीले चाहिँ के गर्छिन् भन्दाखेरि यहाँबाट ठक्क यहाँबाट तान्छिन् ल। नानी चाहिँ आइसकेको छिन् ल। नानी ल नानीबाट तान्दियो जम्मै छ, एकछिन बक्क एकछिन ल, तान्दै एउटा ल। खोल त, के छ नाम भन त? ऋषभ डन एम। तपाईँ चाहिँ सरी ऋषभ के छ यहाँ? ऋषभ डन एम तपाईँ चाहिँ जसरी भने हामीलाई कन्ट्याक्ट गर्नु होला है।